नमस्कार साथीहरू, हार्दिक स्वागत छ। निम्न माध्यमिक तह शिक्षक लाइसेन्स तयारीरत सबै साथीहरूका लागि आज हामी परीक्षा केन्द्रित विशेष श्रृङ्खला भाग 8 लिएर उपस्थित भएका छौँ। आजको सामग्रीले तपाईको तयारीलाई अझ स्पष्ट, प्रभावकारी र परिणाममुखी बनाउन मद्दत गर्नेछ। यस भागमा मुख्य महत्त्वपूर्ण तथ्यहरू र परीक्षा उपयुक्त प्रश्नहरू समेटिएका छन्। ध्यानपूर्वक अभ्यास गर्दा तपाईको तयारी अझ मजबुत हुनेछ। अब ढिला नगरी आजको मुख्य सामग्री सुरु गरौँ। पहिलो प्रश्न रहेको छ, एन्ड्रागोजी तलका मध्ये कुनसँग सम्बन्धित छ भनेर भनिएको छ प्रश्नमा। अप्सन रहेका छन् ए बालबालिकाको सिकाइ, बी रहेको छ प्रौढ शिक्षा, अनि सी रहेको छ विशेष आवश्यकताको सिकाइ, र डी रहेको छ प्राविधिक शिक्षा। यसको सही उत्तर के होला साथीहरू, अनुमान गर्नुहोला। यसको सही उत्तर हुन्छ साथीहरू अप्सन बी प्रौढ शिक्षा। साथीहरू यसलाई सजिलो भाषामा बुझौँ। एन्ड्रागोजी भनेको वयस्कले कसरी सिक्छन् भन्ने कुरा ध्यान दिने अवधारणा हो। प्रौढहरू अनुभवबाट सिक्छन्, आफ्नै आवश्यकता अनुसार लक्ष्य राख्छन् र सिकाइ व्यावहारिक र काम लाग्ने चाहन्छन्। त्यसैले एन्ड्रागोजी कसको सिकाइसँग सम्बन्धित छ भनेर सोध्दा उत्तर हुन्छ प्रौढ शिक्षा। यसैगरी अर्को प्रश्न रहेको छ, एक शिक्षक एक विषयको अवधारणा कुन शिक्षण व्यवस्थापनसँग सम्बन्धित छ? अप्सन रहेका छन् ए सहशिक्षण, बी रहेको छ बाल मैत्री शिक्षण, अनि सी रहेको छ एकीकृत पाठ्यक्रम, र डी रहेको छ विषय शिक्षण। यसको सही उत्तर के होला साथीहरू, गेस गर्नुहोला। यसको सही उत्तर हुन्छ अप्सन डी विषय शिक्षण। साथीहरू यसलाई छोटकरीमा बुझौँ। एक शिक्षण एक विषय, यो अवधारणा विषय शिक्षणसँग सम्बन्धित छ। यसमा शिक्षकले एकै विषयमा विशेषज्ञता बनाएर सिकाइ प्रक्रिया सञ्चालन गर्छन्। यसले सिकाइलाई अझै स्पष्ट, व्यवस्थित र प्रभावकारी बनाउँछ। त्यसैले साथीहरू याद राख्नुहोला, एक शिक्षक एक विषयको अवधारणा कुनसँग सम्बन्धित छ भनेर सोधेको प्रश्नमा सही उत्तर हुन्छ विषय शिक्षण। अब यसै गरी अर्को प्रश्नमा जाउँ। रेडियो शिक्षा शिक्षक तालिम आयोजना कहिले स्थापना भएको हो भनेर प्रश्नमा बनिएको छ। यो प्रश्न पनि साथीहरू धेरै इम्पोर्टेन्ट प्रश्न रहेको छ, याद राख्नुहोला। अप्सन रहेका छन् यसका विक्रम सम्वत 2028, बी रहेको छ विक्रम सम्वत 2032, अनि सी रहेको छ विक्रम सम्वत 2035, अनि डी रहेको छ विक्रम सम्वत 2042। यसको सही उत्तर के हो साथीहरू, अनुमान गर्नुहोला। यसको सही उत्तर हुन्छ अप्सन सी विक्रम सम्वत 2035 साल। साथीहरू यसलाई छोटकरीमा यसरी बुझौँ। रेडियो शिक्षा शिक्षक तालिम आयोजना विक्रम सम्वत 2035 सालबाट स्थापना भएको हो। यस आयोजनाले रेडियो मार्फत शिक्षक प्रशिक्षण सञ्चालन गर्दै शिक्षकहरूको क्षमता विकासमा महत्त्वपूर्ण योगदान दिएको छ। त्यसैले साथीहरू रेडियो शिक्षा शिक्षक तालिम आयोजनाको स्थापना कहिले भनेर सोधिएको प्रश्नमा सही उत्तर हुन्छ अप्सन सी विक्रम सम्वत 2035। अब अर्को महत्त्वपूर्ण प्रश्नमा जाउँ। अभिलेखीकरण प्रक्रियाको अन्तिम चरणमा के कार्य गरिन्छ भनेर भनिएको छ प्रश्नमा। अप्सन रहेका छन् ए संग्रह, बी रहेको छ विनाश, सी प्रयोग, र डीमा रहेको छ तयारी। यसको सही उत्तर के होला त साथीहरू, अनुमान गर्नुहोला। पक्कै पनि तपाईहरुले अनुमान गरिसक्नुभयो होला यसको सही उत्तर के हो भनेर। यसको सही उत्तर हुन्छ साथीहरू अप्सन बी विनाश। यसलाई अब सरल रूपमा बुझौँ। अभिलेख व्यवस्थापनमा अभिलेख केही समय सुरक्षित रूपमा राखिन्छ, फेरि आवश्यक परे प्रयोग हुन्छ, तर अन्त्यमा तोकिएको समय पूरा भएपछि नियम अनुसार विनाश गरिन्छ। त्यसैले अभिलेख व्यवस्थापनको अन्तिम चरणमा गरिने कार्य विनाश हो। अब अर्को महत्त्वपूर्ण प्रश्न रहेको छ, प्रमाणपत्र छानबिन समितिको अध्यक्ष को रहने व्यवस्था रहेको छ? अप्सन रहेका छन् यसका प्रमुख जिल्ला अधिकारी, बी रहेको छ इकाइ प्रमुख, अनि सी रहेको छ जिल्ला न्यायाधीश, र डीमा रहेको छ वडा अध्यक्ष। यसको सही उत्तर के हुन्छ साथीहरू, अनुमान गर्नुहोला। यसको सही उत्तर हुन्छ अप्सन ए प्रमुख जिल्ला अधिकारी। साथीहरू यसलाई यसरी बुझ्न सकिन्छ।
प्रमाणपत्र छानबिन समितिको अध्यक्षमा सामान्यतया प्रमुख जिल्ला अधिकारी राखिने नियम छ, किनकि उनी जिल्ला प्रशासनका प्रमुख अधिकृत हुन् र यसले छानबिन प्रक्रियामा सरकारी अधिकार र प्रभावकारिता सुनिश्चित गर्दछ। त्यसैले प्रमाणपत्र छानबिन समितिको अध्यक्ष को हुन् भनेर सोधिएको प्रश्नमा सही उत्तर हुन्छ प्रमुख जिल्ला अधिकारी। साथीहरू, यस्तै उपयोगी सामग्री निरन्तर पाउन भिडियोलाई लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस् र सँगै रहेको बेल आइकन पनि अन गर्न नबिर्सनुहोला। यो भिडियो साथीभाइले पनि शेयर गर्न नबिर्सनुहोला। अब फेरि अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं। एक्लै बसेर सिक्ने बालबालिकालाई कस्तो बौद्धिकता भएको भनिन्छ भनेर सोधिएको छ प्रश्नमा। अप्सन रहेका छन् साथीहरू यसका। ए भाषिक बौद्धिकता, बी रहेको छ अन्तर्मुखी बौद्धिकता, सी रहेको छ तार्किक बौद्धिकता र डी रहेको छ सामाजिक बौद्धिकता। यसको सही उत्तर के होला साथीहरू, गेस गर्नुहोला। यसको सही उत्तर हुन्छ अन्तर्मुखी बौद्धिकता। साथीहरू, एक्लै बस्ने, शान्त वातावरण मन पराउने र आफ्नै सोच र भावनासँग संवाद गर्छन् भने त्यस्ता बालबालिकामा अन्तर्मुखी बौद्धिकता हुन्छ। यस्ता बालबालिकाहरू बाहिरी वातावरण भन्दा आफ्नो मन, सोच र विश्लेषणमै बढी केन्द्रित हुन्छन्। त्यसैले जसलाई एक्लै बस्न मन पर्छ, आफूलाई नै बुझेर सिक्छ, उसलाई अन्तर्मुखी बौद्धिकता भनिन्छ। अब अर्को महत्त्वपूर्ण प्रश्न रहेको छ। प्रारम्भिक बाल शिक्षादेखि कक्षा 8 सम्मलाई आधारभूत शिक्षाको रूपमा सर्वप्रथम कसले स्वीकार गरेको हो भनेर प्रश्नमा भनिएको छ। यो प्रश्न पनि साथीहरू धेरै इम्पोर्टेन्ट रहेको छ, याद गर्नुहोला। अनि अप्सन रहेका छन् यसका। ए विद्यालय क्षेत्र सुधार कार्यक्रम, बी रहेको छ शिक्षा ऐन 2028 8औं संशोधन, अनि सीमा भनेको छ विद्यालय क्षेत्र विकास कार्यक्रम र डी रहेको छ 14औं आवधिक योजना। यसको सही उत्तर के हुन्छ साथीहरू, अनुमान गर्नुहोला। यसको सही उत्तर हुन्छ अप्सन बी शिक्षा ऐन 2028 8औं संशोधन। यसै संशोधनले पहिलो पटक नेपालमा बाल शिक्षादेखि कक्षा 8लाई आधारभूत शिक्षा भनेर औपचारिक मान्यता दियो। त्यसैले साथीहरू, आधारभूत शिक्षाको मान्यता कसले दियो भनेर सोधिएको प्रश्नमा सही उत्तर हुन्छ शिक्षा ऐन 2028 8औं संशोधन। अब अर्को प्रश्नमा जाउँ। कुन अवस्थामा शैक्षिक सामग्रीले सिकाइलाई दिगो र अर्थपूर्ण बनाउँछ भनेर भनिएको छ प्रश्नमा। अप्सन रहेका छन्। ए शिक्षक सजिलै बुझ्ने अवस्था हुँदा, बी रहेको छ विद्यार्थीको उमेर र क्षमता अनुसार हुँदा, अनि सीमा भनिएको छ विषयवस्तुको प्रकृतिसँग शैक्षिक सामग्री मिल्दो भएमा, अनि डीमा भनेको छ प्रविधिको नयाँ प्रयोग हुँदा। यसको सही उत्तर के होला त साथीहरू? यसको सही उत्तर हुन्छ अप्सन सी विषयवस्तुको प्रकृतिसँग शैक्षिक सामग्री मिल्दो भएमा। साथीहरू, अब यसलाई यसरी बुझ्न सकिन्छ। शैक्षिक सामग्री विषयवस्तुको प्रकृतिसँग मिल्यो भने सिकाइ धेरै प्रभावकारी र दिगो बन्छ, किनकि यस्तो सामग्रीले विद्यार्थीलाई बुझ्न सजिलो हुन्छ र व्यवहारमा लागू गर्न पनि मद्दत पुग्छ। त्यसैले साथीहरू, शैक्षिक सामग्री कहिले अर्थपूर्ण हुन्छ भनेर सोधिएको प्रश्नमा सही उत्तर हुन्छ अप्सन सी विषयवस्तु अनुसार मिल्दा। त्यसैगरी अब अर्को प्रश्न रहेको छ। नेपालको कुन शैक्षिक दस्तावेजले विद्यालयका पाठ्यपुस्तकहरूलाई रङ्गीन र आकर्षक बनाउने नीतिगत व्यवस्था गरेको छ? अप्सन रहेका छन्। ए राष्ट्रिय शिक्षा पद्धति योजना 2028, बीमा भनिएको छ शिक्षा ऐन 2028, अनि सीमा भनिएको छ विद्यालय क्षेत्र सुधार कार्यक्रम र डीमा भनिएको छ राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076। यसको सही उत्तर के होला साथीहरू, अनुमान गर्नुहोला। यसको सही उत्तर हुन्छ अप्सन डी राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076। साथीहरू, यसलाई छोटकरीमा बुझौं। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 विद्यालयका पाठ्यपुस्तकहरूलाई रङ्गीन, आकर्षक र विद्यार्थी मैत्री बनाउने नीतिगत व्यवस्था गरेको दस्तावेज हो। यसले सिकाइलाई रमाइलो, दृश्यात्मक र प्रेरणादायी बनाउन उद्देश्य राखेको छ। त्यसैले साथीहरू, अप्सन डी
राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 लाई दिमागमा फिक्स गरिराख्नुहोला। परीक्षामा सोधियो भने यो जवाफ याद गरी सजिलै भन्न सक्नुहुन्छ। अब यसै गरी अर्को प्रश्न रहेको छ, शिक्षाका उद्देश्यहरू प्राप्तिका लागि विद्यालय र शिक्षकद्वारा विद्यार्थीका लागि तयार गरिने योजना र निर्देश अनुसारका सम्पूर्ण अनुभवहरूलाई के भनिन्छ भनेर भनिएको छ प्रश्नमा। अप्सन रहेका छन् ए शिक्षण विधि, बी मा रहेको छ पाठ्यक्रम, अनि सी रहेको छ शैक्षिक योजना र डी मा भनिएको छ पाठ्यवस्तु। यसको सही उत्तर के होला साथीहरू, गेस गर्नुहोला। यसको सही उत्तर हुन्छ अप्सन बी पाठ्यक्रम। अब यसलाई यसरी बुझ्न सकिन्छ, पाठ्यक्रम भनेको विद्यालय र शिक्षकले विद्यार्थीका लागि तयार गर्ने योजना, सामग्री र सिकाइ अनुभवहरूको पूरा सेट हो। यसले के पढाउने, कसरी पढाउने र किन पढाउने भन्ने सम्पूर्ण दिशा निर्देशन दिन्छ। त्यसैले साथीहरू, विद्यालय र शिक्षकद्वारा तयार गरिने सम्पूर्ण सिकाइ अनुभवलाई के भनिन्छ भनेर सोधिएको प्रश्नमा सही उत्तर हुन्छ अप्सन बी पाठ्यक्रम। यसै गरी अर्को प्रश्न रहेको छ, अब मानिसले म को हुँ भनेर आफ्नो पहिचान र अस्तित्वबारे चिन्तन गर्न थाल्ने अवस्था कुन हो भनेर भनिएको छ प्रश्नमा। अप्सन रहेका छन् ए यौवन अवस्था, बी रहेको छ किशोर अवस्था, अनि सी मा भनिएको छ पूर्व बाल्यावस्था र डी मा भनिएको छ प्रौढ अवस्था। के होला त साथीहरू यसको सही जवाफ, अनुमान गर्नुहोला। यसको सही उत्तर हुन्छ अप्सन बी किशोर अवस्था। साथीहरू, यसलाई छोटकरीमा यसरी बुझौं, किशोर अवस्था करिब 13 देखि 19 वर्ष एउटा यस्तो विकास चरण हो जहाँ व्यक्ति पहिलो पटक म को हुँ, म कस्तो बन्न चाहन्छु भनेर गहिरो सोच्न थाल्छ। यसकारण पहिचान र अस्तित्वबारे चिन्तन गर्ने अवस्था किशोर अवस्था हो। त्यसैले साथीहरू, म को हुँ भन्ने पहिचान विकास कुन अवस्थामा सुरु हुन्छ भनेर सोधिएको प्रश्नमा सही उत्तर हुन्छ किशोर अवस्था। अब यसै गरी अर्को प्रश्न रहेको छ, डाटा प्रोसेसिङबाट प्राप्त हुने परिणामलाई के भनिन्छ। अप्सन रहेका छन् ए इन्फर्मेसन, बी रहेको छ डेटाबेस, अनि सी रहेको छ रेकर्ड्स, अनि डी रहेको छ नलेज। के होला त साथीहरू यसको सही उत्तर, अनुमान गर्नुहोला। यसको सही उत्तर हुन्छ साथीहरू अप्सन ए इन्फर्मेसन। साथीहरू, सरल भाषामा बुझ्ने हो भने र डाटालाई प्रशोधन गरेर अर्थपूर्ण र उपयोगी रूपमा बदलिन्छ, त्यही परिणामलाई इन्फर्मेसन भनिन्छ। यो इन्फर्मेसन नै निर्णय लिन, योजना बनाउन र काम अघि बढाउन मद्दत गर्दछ। अब अर्को प्रश्नमा जाउँ, विद्यार्थी बीचको राम्रो सहकार्य र आपसी सद्भावले कस्तो असर पार्दछ। अप्सन रहेका छन् ए कक्षाको वातावरण खुसी र सहकार्यपूर्ण बन्छ, बीमा भनिएको छ सिकाइ प्रक्रियामा विद्यार्थीको सहभागिता बढ्छ, अनि सी रहेको छ विद्यालय र कक्षा सञ्चालनमा सुविधा हुन्छ, अनि डी रहेको छ माथिका सबै। त के होला साथीहरू यसको उत्तर, तपाईहरुले पनि गेस गरिसक्नुभयो होला साथीहरू यसको उत्तर के हो भनेर। यसको सही उत्तर हुन्छ अप्सन डी माथिका सबै। साथीहरू, विद्यार्थी बीच राम्रो सहकार्य र सद्भाव छ भने कक्षा वातावरण सकारात्मक बन्छ, सहभागिता बढ्छ र कक्षा सञ्चालन पनि सजिलो हुन्छ। त्यसैले यी सबै प्रभावहरू देखिन्छन्। त्यसैले साथीहरू, विद्यार्थी बीचको राम्रो सहकार्यले पार्ने प्रभाव भनेको अप्सन डी माथिका सबै हुन्छ। यसैगरी अब अर्को प्रश्नमा जाउँ, तल दिएका मध्ये कुन अतिरिक्त क्रियाकलाप हो भनिएको छ प्रश्नमा। अप्सन रहेका छन् ए खेलकुद, बी रहेको छ पठन पाठन, अनि सी रहेको छ पाठ्यपुस्तक अध्ययन र डी रहेको छ गृह कार्य। के होला त साथीहरू यसको सही उत्तर, अनुमान गर्नुहोला। यसको सही उत्तर हुन्छ अप्सन ए खेलकुद। साथीहरू, यसलाई अब सरल भाषामा बुझौँ, अतिरिक्त क्रियाकलाप भनेको मुख्य पढाइ बाहिर विद्यार्थीहरूको प्रतिभा, रुचि र व्यक्तिगत विकासका लागि गरिने गतिविधि हो। त्यसमध्ये खेलकुद अतिरिक्त गतिविधिमा पर्दछ। बाँकी पठन पाठन, गृह कार्य र पुस्तक अध्ययन मुख्य सिकाइका भाग हुन्।
त्यसैले साथीहरू दिएको प्रश्नसँग मेल खाने सही उत्तर हुन्छ अप्सन ए खेलकुद। अब यसै गरी अर्को प्रश्न रहेको छ, बाल मनोविज्ञानले मुख्य कुन पक्षमा जोड दिन्छ? अप्सन रहेका छन् ए बालबालिकाको खेलकुद रुचि, बी रहेको छ बालबालिकाको स्वास्थ्य स्थिति, अनि सीमा भनिएको छ बालबालिकाको व्यवहार र विकासको अध्ययन, अनि डीमा भनिएको छ बालबालिकाको पारिवारिक आर्थिक अवस्था। यसको सही उत्तर के होला साथीहरू? अनुमान गर्नुहोला। यसको सही उत्तर हुन्छ अप्सन सी बालबालिकाको व्यवहार र विकासको अध्ययन। साथीहरू यसलाई यसरी बुझौं, बाल मनोविज्ञान भनेको बालबालिकाको सोच, व्यवहार, भावनात्मक र सामाजिक विकास कसरी हुँदैछ भन्ने वैज्ञानिक अध्ययन हो। यसले उनीहरूको विकास प्रक्रिया बुझ्न र सही शिक्षण सहयोग दिन महत्त्वपूर्ण आधार तयार गर्दछ। त्यसैले साथीहरू बाल मनोविज्ञान कुन पक्षमा केन्द्रित हुन्छ भनेर सोधिएको प्रश्नको सही उत्तर हुन्छ अप्सन सी बालबालिकाको व्यवहार र विकासको अध्ययन। ल साथीहरू आजको परीक्षा तयारी श्रृङ्खला यही समाप्त हुन्छ। हामी चाँडै नै भाग 9 सहित फेरि उपस्थित हुनेछौँ। आजको सामग्री तपाईलाई कस्तो लाग्यो तल कमेन्टमा आफ्ना सुझाव, विचार र प्रतिक्रिया लेखिदिनुहोला। यस्तै उपयोगी शैक्षिक सामग्री निरन्तर पाउनका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। साथै साथीभाइ र तयारीमा रहेका अन्य विद्यार्थीहरूसँग पनि भिडियो शेयर गर्न नबिर्सनुहोला। आजका लागि यति नै। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद। जय नेपाल।